एक सातादेखि राजधानीको पुनस्थापना केन्द्रमा बसिरहेकी यिनी स्वदेशमै राम्रोसँग जीवन जिउने चाहनामा पैसा कमाउन कुवेत पुगेकी थिइन्। तर फर्कनु पर्यो 18 महिनाको बच्चा सहित। किन बाबा यस्तो भयो नबोल नबोल भन्नु भनेको हैन मुखे मन लाग्यो नबोल भनेको हामी डरायौँ। किन अर्काको देशमा के अर्काको देशमा मार्ने हो भन्ने डर भयो हामीलाई। के बोल्नु काम सकिन के हामी अपरेसन गर्नु अपरेसन गरेर 4 दिन निकालेर अनि जेलमा लग्यो। बच्चा सहितै जेलमा लग्यो। बच्चा सहित जेलमा लग्यो। अनि बच्चा जेलमै हुर्केको? जेलमै हुर्केको बच्चा। गर्भ रहेको थाहा पाए लगत्तै नेपाल फर्कन जोर जुलुम गर्दा आफन्तसँग समेत फोनमा कुरा गर्न नदिएको उनको भनाइ छ। भएबाट मैले नजाने रहेछु कसैले जा भनेर होइन। अहिले यस्तो घर ठाउँ बनायो मार्न सकिएन बच्चाको मार लाग्यो देखेपछि त्यो घर छोड्न सकिने बच्चा कति मारेको बच्चा तब बच्चा चाहिएन। मैले लिन्छु बच्चा हाल्न गरेको लान्छु मैले लिन्छु किताब बनाएर कति भन्थेँ मैले राखेको छु ढाका दिन सकेको। घरेलु कामदारका रूपमा खाडी मुलुकमा पुगेका नेपाली महिलामाथि साहु र उनको परिवारबाटै यातना र यौन दुर्व्यवहार बढेपछि बिचल्लीमा परेकालाई उद्धार गर्न सरकारलाई समेत कठिन भएको छ। 1.5 वर्षको अवधिमा झन्डै करिब 2 लाख पपुलेसनमा हाम्रो महिलाको पपुलेसनमा 2082 लाई उद्धार गर्नु पर्यो। हामीले उद्धार गर्यौं र त्यसैगरी उद्धार गरिएका मध्ये 86 जनालाई गर्भवती थिए। उताबाट गर्भवती भएर आए भने 32 जनाले बच्चै लिएर आए र त्यसको अलावा हामीहरू 414 जना महिलाहरूको चाहिँ मानसिक अवस्था चाहिँ नाजुक देखियो। दलालको प्रलोभन र गैर कानूनी रूपमा तेस्रो मुलुक हुँदै जाने क्रम रोक्न नसक्दा यस्तो अवस्था आइपरेको सरकारको भनाइ छ। इल्लिगल कोही पनि नजाऊ, दलालको अथवा चाहिँ एजेन्टको फन्दामा परेर उसको प्रलोभनमा परेर कोही पनि नजाऊ। जो जान्छन् उनीहरूले सबै कुरा बुझेर जानेर जाउन्। दिनहुँ करिब 150 महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी मुलुक जाने गर्छन्। गैर कानूनी र दलाल मार्फत तेस्रो मुलुकबाट खाडी मुलुक जाने महिलाको संख्या पनि उत्तिकै छ। वैदेशिक रोजगारीबाट अरबौं रुपैयाँ नेपाल भित्रने गर्छ। चरम शारीरिक तथा मानसिक यातना र दुर्व्यवहारको शिकार हुन पुगेका नेपाली चेलीहरू वैदेशिक रोजगारका क्रममा त्यहाँ कि त गैर कानूनी रूपमा प्रवेश गरेका छन् कि त दलाल मार्फत त्यहाँ पुर्याइएका छन्। व्यापक जनचेतना र संगठित प्रयासबाट मात्रै उनीहरूलाई यस्तो नारकीय जीवनबाट मुक्त गर्न सकिन्छ। कान्तिपुर समाचारका लागि क्यामेरामा प्रवीण गेवालीका साथ प्रकाश चन्द्र परियार, सिंहदरबार, काठमाडौँ।